साथीहरू मलाई त्यस्तो लाग्छ भने मैले यदि यो लाइभलाई हिन्दीमा कुरा गर्थ्यो अथवा अवधी भाषामा कुरा गर्थ्यो भने त्यसमा कुनै मान्छेले अवश्य जोइन गर्थ्यो। तर अहिले म पुरै नेपालीमा गरेछु, त्यसैले गर्दा कुनै पनि मान्छे अहिलेसम्म लाइभमा बसेका छैनन् र हेर्दैनन्। यदि त्यस्तो समस्या छ भने मलाई हिन्दीमै लाइभ गर्नुपर्छ अथवा अवधिमै नै भन्नुपर्छ। र यो लाइभमा आउनको लागि म के खोज्छु भने कुनै पनि साथीले यदि आएर मेरो भिडियोमा अथवा लाइभमा कमेन्ट गर्यो भने मलाई यस्तो भिडियो चाहिन्छ तपाईँ बनाइदिनु भने म बनाइहाल्छु र त्यस्ता भिडियोमा क्रिएट गरेर तपाईँ माझ पुऱ्याइदिन्छु। अरू कुनै यसको लागि उद्देश्य मेरो यो लाइभको लागि अहिले छैन। र यो बोयोको माइक जुन छ एकपटक तपाईँले यदि नोइज रिड्युसन अन गर्यो भने त्यो मोबाइलमा लगाउने बित्तिकै अन भइहाल्छ। केही पनि गर्नु पर्दैन। म लगाएको बेला एकपटक यसलाई मात्रै अन गरेको थियो अनि अफ गरेर राखिदिएको थियो। अहिले यो के गर्छ भने निकाल्ने अनि त्यो मोबाइलमा लगायो भने आफै अन भइहाल्छ। केही गर्नु पर्दैन। कनेक्ट गर्नका लागि कुनै अरू कनेक्सनको आवश्यकता पर्दैन। त्यो डाइरेक्ट एआईको इन्स्टलेसन यसको छ। एक बजे का हो समय कर क्या दिन जस्ते आज हम 12:28 हो गए। र यदि तपाईँ फेसबुकमा हेर्दै हुनुहुन्छ भने त्यहाँ म लिङ्क पठाएको छु र लाइभलाई सेयर गरेको छु। त्यहाँबाट तपाईँ त्यो मेरो युट्युब च्यानलमा आउन सक्नुहुन्छ। यो युट्युब च्यानल अहिले म 3 महिना भएको छ र योभन्दा पुरानो मेरो एउटा च्यानल छ मौर्य एक्सप्रेस च्यानल। तपाईँ त्यसमा गएर पनि भिजिट गरेर भिडियो हेर्न सक्नुहुन्छ।